आजको भिडियोमा हामी कुरा गर्छौं इतिहासको एउटा महान व्यक्तिको रूपमा रहेको अब्राहम लिंकनका बारेमा। अब्राहम लिंकन प्रेरणाका स्रोत। अब्राहम लिंकनले भन्छन्, म कहिल्यै दास बन्न मन पराउँदिन, त्यसैले म कसैको मालिक पनि बन्न चाहन्न। उनले भन्छन्, सफलताको सामान्य सूत्र बानी, व्यवहार र मन, अर्थात् व्यक्ति आफ्नो बानी, व्यवहार र मनलाई एक साथ लक्ष्यमा केन्द्रित गर्यो भने अवश्य नै सफलता पाइन्छ। अब्राहम लिंकन हुन् 52 वर्षको उमेरमा अमेरिकाको 16औं राष्ट्रपति बन्ने व्यक्ति। उनी 10 वर्षको उमेरमा खेतीपातीमा असफल भए, 20 वर्षको उमेरमा सिकर्मीको रूपमा फेल भए, 21 वर्षको उमेरमा व्यापारमा असफल भए, 22 वर्षको उमेरमा पहिलो स्थानीय चुनाव हारे, 24 वर्षको उमेरमा प्रेममा असफल भए किनकि उनकी प्रेमिकाको मृत्यु भयो, 27 वर्षको उमेरमा नर्भस ब्रेकडाउनको शिकार भए, मानिसहरूले अर्धपागल घोषित गरिदिए, 34 वर्षको उमेरमा फेरि चुनाव हारे, कयौं वर्षसम्म लगातार असफल वकालत गरे, 45 वर्षको उमेरमा फेरि चुनाव हारे, 47 वर्षको उमेरमा उपराष्ट्रपति बन्न असफल भए, 49 वर्षको उमेरमा फेरि सिनेटको चुनाव हारे र अन्त्यमा 52 वर्षको उमेरमा अमेरिकाको 16औं राष्ट्रपति बने। उनी जीवनभर सङ्घर्ष गर्दै गए, कहिल्यै हार मानेनन्। उनी जति असफल भए पनि अगाडि बढ्दै गए, कहिले पछि सरेनन् र निरन्तर आफ्नो लक्ष्यतिर मिहिनेत गर्दै गए। उनको जीवनीबाट सिक्नुपर्ने मुख्य 5वटा कुराहरूको बारेमा हामी कुरा गर्छौं। पहिलो रहेको छ कठिन परिश्रम र आत्मनिर्भरता, अर्थात् आफ्नै प्रयासले पुस्तक पढेर आत्मशिक्षित बनेर उनले इतिहास बनाए। व्यक्तिले आत्मनिर्भर भएर अगाडि बढ्नु पर्छ भन्ने उनले मान्दथे। दोस्रोमा रहेको छ असफलतापछि नहार्ने साहस। उनी सानैदेखि नमरुन्जेलसम्म निरन्तर जीवनभरि प्रयास गर्दै गए, धेरै पटक असफल हुँदै गए तर कहिल्यै हार मानेन। असफलतापछि उनी अगाडि बढ्दै गए, असफल भए पनि फेरि प्रयास गर्दा गर्दै उनी अन्त्यमा सफल भए। चौथोमा रहेको छ समानता र न्यायको लागि लडाई, अर्थात् नैतिकता र सामाजिक जिम्मेवारी बिना सही नेतृत्व हुँदैन। उनी जहिले पनि समाज र मानव कल्याणका लागि लडाई गरे र अगाडि बढे। उनी समाज कल्याणमा आफ्नो जीवनलाई समर्पित गरे। अर्को रहेको छ एकताको महत्त्व। विविधतालाई सम्मान गर्दै एकताको साथ अगाडि बढ्नुपर्छ। व्यक्तिले जाति, धर्म, धनी र गरिबको रूपमा कसैले विभेद नगरी सबै विविधतालाई एकसाथ गरेर अगाडि बढ्नुपर्छ भन्ने मान्दथे। अन्त्य र महत्त्वपूर्ण बुँदाको रूपमा रहेको छ इमानदारी र चरित्र। सानो ठुलो काममा पनि सत्यनिष्ठा राख्ने उनको चरित्रले उनलाई विश्वसनीय बनाए। उनी जुनसुकै काम गरे पनि इमानदारीका साथ गर्थे र सबभन्दा ठुलो उनले आफ्नो चरित्र बचाएर राखे। मानिसले जीवनमा जुनसुकै काम गरे पनि इमानदारीको साथ गर्नुपर्छ र आफ्नो चरित्र निर्माण गर्नुपर्छ। मानिसले सानो वा ठुलो कामले होइन, चरित्रले हुन्छ भन्ने सोच राख्दै अगाडि बढ्नुपर्छ। धन्यवाद।